नमस्कार छ सबैलाई। गाउँले फेरि पनि आएको छ नयाँ प्रस्तुति लिएर, सुनिदिनु होला सबैजनाले। गलत सोच्छ मान्छेहरू, गाउँले धेरै सोझो छ। जसले सोच्छ गाउँले सोझो, जिन्दगी पुरै भ्रममा छ। कम्पिटिसन छैन कान्छी, लेभल यसको छुट्टै छ। कम्पिटिसन छैन कान्छी, यहाँ लेभल यसको छुट्टै छ। गर्छ मेहनत यसले, यसको अघि कोही नि टिक्दैन। गर्छ मेहनत खान्छ रोटी, यो कहिले पनि बिग्दैन। बानी सबको तलुवा चाट्ने यसले कहिले मान्दैन। यही नमान्ने कुरा फेरि यहाँ कोहीलाई पनि पस्दैन। यही नमान्ने कुरा फेरि यहाँ कोहीलाई पनि पस्दैन। यहाँ कोहीलाई पनि पस्दैन। चट्ट परी चिल्लो गाडी लिएर हिँड्ने केटाहरू जस्तो होइन म। 1 shot 3 round फायर हान्ने घोडा पछाडि खोल्टीमा राख्छु म। घटनाहरू घट्छ तर नजर फेरि कहिले पनि आउन म। तर आए भने नजर अरू 2-3 जनाको आयु कम गरिदिन्छु म। गाउँलेको यो हरकत कोहीलाई मन परेको छैन। मन पर्दैन भने कोहीले नसुनेको नि छैन। डराउँदैन हात मेरो, दुश्मनलाई गाड्दिन्छु भैमा मृत्यु मेरो शिर माथि बन्छु त्यो गद्दाफी म। कलम लिएर आएको म त फायर बनिआएको, म त फायर गऱ्यो भने फेरि जित्दैन। गएको त बोझ बनिआएको, त सोच बनिआएको, म त रूप मात्र मान्छे तेरो मनबाट पस्छु। साथीभाइ भनेर त फाइदा साइदा लुटेर त पस्छु जस्तो बाचा मान्छे, इमान आफ्नो बिर्सेर त ठोक। दुश्मनलाई सिद्धाउन के साह्रो मलाई यो भोक। चाँडै नै मनाउने वाला छ कोहीले यहाँ शोक। नाम गाउँले सुनेपछि हुँदैन केहीको यहाँ रोक। ठाउँ मेरो चितवन, घर मेरो निपनी चोक। जब मेरो फेरि टार्गेटमा कोही पर्छ तुरुन्तै सरकारले प्रोटेक्सन दिइहाल्छ। 10 जना गनम्यान र बुलेट प्रुफ गाडी, त्यसले नि रोक्दैन, नर्क त गइहाल्छ। भर्न कान्छी तिमीलाई कोले सता छ, नाम लिँदै गाउँलेको त्यसैले आतिन्छ। जानै पर्दैन पुलिस टिम फेरि डिक्कीभरि बुलेट बल्ल बल्ल अटाछ ठोक। केही गर्छ भनेर मामाको नजर या म माथि, सरकारको पनि यहाँ निगरानी बढ्या छ म माथि। च्यालेन्ज गर्छु फेरि पावरमा को छन् भए जति, यहाँ भए जति। गाउँलेको सेकेन्ड राउन्ड पनि आउँदैछ। देखिरहेको छु सर्प जस्तो टाउको ठडाइरहेछन्। गल्ती गर्दैछन् फेरि आफ्नो आयु घटाइरहेछन्। यहाँ भेटिँदैनौ अनलाइनमा, यहाँ जिन्दगी पुरै अन्डरग्राउन्ड चलिरहेछ। राम्रोसँग हेर कान्छी कसको निधारमा त्यहाँ कत्रो होल भएको छ। त्यही होलबाट गाउँलेको हो भनेर त्यहाँ त्यसले फेरि चिनिहाल्छ। जाँच बुझ भन्ने कुरा गर्नै पर्दैन, सिधै मिलिहाल्छ। गुची र प्राडा बोक्दा नि बोक्दैन, हुन्छ त केवल रसियन ब्रान्डको। बाटोमा जो आउँछ माफी नै दिँदैन, बनाउँदैछु पिस्टल नेपाली ब्रान्डको ठोक। लगाउनु पर्छ त्यो पिस्टलमा गाउँलेको छाप। थाहा पाउने बित्तिकै लगाउँछ सरकारले ट्याक्स। केही छैन मैले नि तिर्दिन्छु सरकारलाई भ्याट। बनाउने नेपाली पिस्टललाई विदेशी ब्रान्ड, पिस्टललाई विदेशी ब्रान्ड, नेपाली पिस्टललाई विदेशी ब्रान्ड।